सन्देशको सबैलाई नमस्कार। आमा नमस्कार। आमा नमस्कार। आज विशेष गरी चाहिँ आज विशेष दिन छ। मैले यहाँ फ्रेममा चाहिँ मेरो आदरणीय मेरा भगवानहरू हुनुहुन्छ। मेरो आमा मूल खम्बा बियो हैन, बाको पनि आमा, आमाको महाआमा। आज विशेष गरी मेरो आमा, मेरो हजुरआमा बुवा हुनुहुन्छ। आज विशेष गरी चाहिँ आमाको मुख हेर्ने दिन हैन। यो आज विशेष दिन भने तापनि सधैँभरि 365 दिनै आमाको मुख हेर्नुपर्छ, आमाहरूको माया गर्नुपर्छ, आमाहरूलाई सम्मान गर्नुपर्ने हुन्छ हामीले। त्यस कारणले गर्दाखेरि बाले हात जोडिरहनु नि भएको छ अहिलेसम्म, हात जोडेर। अनि के भन्दाखेरि आज चाहिँ आमाहरूसँग बसेर एउटा सम्झनाको एउटा भिडियो बनाइरहेको छु। मैले मम्मी आन्टीलाई पनि बोलाएको, आन्टी कता जानुको खोजिरहेको छु, तर पनि अहिले एकछिनमा आउनुहुन्छ होला, अङ्कल आउँदै हुनुहुन्छ। विशेष गरी चाहिँ आमा कस्तो छ तपाईँलाई? कस्तो छ? जताततै छ, ठिक छ? माम खानुभयो? र विशेष गरी यहाँ खानेकुराहरू चाहिँ हामीले अब यो देखाएर यो खुवाउनु भन्दा पनि आमालाई अब गुलियो धेरै खुवाउनु हुँदैन, पिरो अमिलो चिल्लो खुवाउनु हुँदैन। स्वास्थ्यलाई ख्याल गर्दै हामीले त्यस्तो खानेकुरालाई चाहिँ प्राथमिकतामा दिन खोजिरहेका पनि छौँ र विशेष गरी बुढाबुढी मान्छेलाई त्यो कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। अनि त्यही भएर चाहिँ यो 82 सालको चाहिँ आमा खुवाउने औँसी यसरी म परिवारसँग अपरचोट आएर अब अपरचोट जान पनि पर्ने छ। विशेष गरी आज चाहिँ आमालाई चाहिँ स्वास्थ्य उपचार के कस्तो छ, स्वास्थ्य अवस्था के छ भनेर हामी चाहिँ जचाउन पनि जाँदैछौँ। आमालाई अलिकति बुढेसकालमा अब स्यास्या हुने, अलिक असहज भइरहेछ भने के कस्तो रहेछ, रगतमा समस्या आइरहेछ कि मुटु फोक्सो कलेजो के कस्तो छ। आज स्वास्थ्य जाँच चाहिँ विशेष गरी औँसीको दिन चाहिँ बुढा आमालाई जचाएर के कस्तो रहेछ, भोलि हामी जीवित छँदाखेरि नै आमाको सधैँ स्याहार गऱ्यौँ, त्यति आफूलाई आनन्द मिल्छ। भोलिपछि नभएपछि ओहो भनेर भन्नुभन्दा जीवित हुँदाखेरि नै आमाको स्याहार गरौँ होइन त आमा? के छ मेरो आमा? मेरो आमालाई नरुनु है, मेरो आमालाई भन्दै जाँदाखेरि मलाई कस्तो रुवाउनु पो थालिन्छ। नरुनु, के गर्नुहुन्न। यतिखेर चाहिँ हाम्रो आमालाई चाहिँ अलिकति ठ्याक्कै मैले भनिहालेँ, आमा पनि हाम्रो आमाको सम्झना, मामाहरूको आमा चाहिँ हाम्रो माझ हुनुहुन्न। आमालाई एकदमै यहीँबाट एकदम श्रद्धासुमन, हार्दिक श्रद्धाञ्जली। आमा तपाईँको स्वर्गमा बास भइरहोस् र भइरहनेछ। आमाको कर्म देखेर सबैजना नतमस्तक हुनुहुन्थ्यो। त्यस कारणले आमालाई अब बोल्दै जाँदाखेरि आमालाई आज धेरै सम्झिनु भएको छ। केही छैन आमा जो आमालाई पनि तपाईँले सेवा गर्ने मौका, अब घरको आमालाई, बाहिरको आमालाई, आमाहरूलाई सेवा गर्ने मौका मिल्छ। तपाईँ रुन मिल्दैन है, रुनु हुँदैन। अब यस्तो हो नि त, यो सबै ध्रुव सत्य कुरा हो। हामी एक दिन अन्त्य हुन्छौँ, त्यही हो। कसैलाई अब मायाको पोकोहरू, मायाका यी संसारहरूले मान्छेलाई रुमलिन्छ, मायाले चाहिँ मान्छेलाई दुखी बनाउँछ। त्यस कारणले गर्दाखेरि सबै बा आमा आफ्नो सम्झेर अब नहुनेहरूले चाहिँ अरू दुःख पाएका बा आमा, सुख पाएका बा आमालाई एकचोटि आमा भनेर भन्नु भने त्यो धन्य हुन्छ। आफ्नो मात्र आमा होइन, हजार आमालाई मैले विशेष गरी चाहिँ आज औँसीको दिन विश्वभरि रहेका आमाहरूप्रति नतमस्तक छु। आमा भन्ने शब्द संसारकै सबभन्दा महँगो शब्द हो। त्यति महँगो र यो गाली नपाउने महत्त्वपूर्ण शब्द छ। त्यस कारणले गर्दाखेरि आमा भन्न पाइन्छ होइन। आमा भन्ने सौभाग्य त्यो मान्छेलाई हुन्छ जुन आमा भन्ने त्यो महानता त्यस्तो हुन्छ। त्यही भएर आमाहरूको महिमा चाहिँ जति गाए पनि आज कमी हुन्छ। मैले जति भने पनि विशेष गरी मेरो बालाई जन्म दिने आमा र मलाई जन्म दिने आमा यहाँ हुनुहुन्छ। आमाहरूलाई साक्षी राखेर सधैँभरि यहाँ छ मेरो आमा, यहाँ छ। के छ अब ठिक छ? आमालाई के अहिले ठिक छ? अलिक सजिलो भएको छ? आज जचाउनु जाने है? आज यसो ल, कान्छो छोरा र म जाने तपाईँलाई लिएर। अलिक पढ्दैन सकिहाल्छु नि, आमालाई लिएर जानु सक्छ। गाडीमा अलिकति गाडीको समस्या भएर अलिकति ख्याल गर्नुपर्ने छ। खैर केही छैन। आमा के छ अरू ठिक छ? त्यही भएर आज देखाउनु जाने हो। स्यास्या भएको, अलिक गाह्रो भएको छ, त्यही हुन्छ। अलि स्यास्या भएपछि यहाँ डक्टरलाई देखाउने, उहाँले उपचार गरिदिनुहुन्छ ल। त्यो स्यास्या हुने औषधि पाउँछ। धन्यवाद दिनु। ल
त्यही भएर आज चाहिँ हामी यो डाक्टर भने बचाइदिनुहुन्छ डाक्टर भगवान हुन् आमा अस्ति कस्तो बचाइदियो हेर्नु त बचाइदियो अब कस्तो गाह्रो भएको थियो डाक्टर भने दयालु हुन्छन् सबै डाक्टर बोल्दैन अहिले त के भएको बोल्नु भएन के धेरै गरेर भएको उहाँलाई धन्यवाद दिनु ल हार्ट एट्याक भयो हार्ट एट्याक उहाँ डाक्टरलाई धन्यवाद दिनु बुढाबुढीलाई चाहिँ यस्तो हुँदो रहेछ यो मैले आज त्यो थाहा पाए अनुसार चाहिँ स्टेप हुन्छ अरे हार्ट एट्याकको तीन स्टेप हुन्छ अरे हामीले चाहिँ थाहा थिएन पनि अनि पहिलो स्टेपमा चाहिँ त्यो गाह्रो भयो भने कहिले उपचार पाएन भने मान्छेलाई एकदम गाह्रो लास्ट स्टेज हुन्छ अरे त्यस कारणले गर्दाखेरि समय समयमा आफ्ना परिवारलाई चाहिँ केही छैन भने पनि एकचोटि जचाउनु होला मुटुको समस्या कलेजोको समस्या फोक्सोको समस्या होइन तपाईँको हरेक के रगतमा केही समस्या सुगरहरू थाइरोइडहरू त्यसले दुःख दिइरहेको हुन्छ भोलि सुगरले हान्यो भने मान्छे प्यारालाइसिस हुन्छ हार्ट एट्याक भयो भने झन् त्यसको जघन्य ठुलो समस्या छ होइन त्यस कारणले गर्दाखेरि त्यस्तो कुरा चाहिँ समस्या समयमै देखाउनु हो भने राम्रो हुन्छ भनेर म चाहिँ आज विशेष गरी हस्पिटल जान्छु डक्टरहरूलाई चाहिँ पहिला अस्ति साथ दिने मेरो प्यारो साथी नै हुनुहुन्छ डक्टर हुनुहुन्छ उहाँलाई एकदमै धन्यवाद भन्न चाहन्छु राति 12 बजी आएर आमालाई उपचार गरिदिनु भयो विशेष गरी चाहिँ अब समस्या पऱ्यो आपतकालीनमा आमालाई लानु भने त उहाँलाई लग्नु गइदिनु भनेर भन्ने एउटा जमर्को पनि गरे आइदिनु भयो बचाइदिनु भयो आमा त्यसपछि आमा एकदमै मलाई कस्तो जाति मान्छेले जतिकै भन्नु भएको छ हिँड्दामा बचाइदिनु भयो बचाइदिनु भएको के छ आशिष ठिक छ ल अहिले म आउँछु आमालाई जताएर आउँछु अनि आमा छोरा बसेर अन्न हेरी खुवाउने खाने अनि आज म काठमाडौँ जानु आमालाई जचाएर म काठमाडौँ जानुपर्छ ल अरू ठिक छ त्यही उपलक्ष्यमा चाहिँ मेरो परिवारलाई चाहिँ मैले यहाँनिर अलिकति समेट्न सबैजना त यहाँ मिलेन किनभने कोही कता छरिएका छौँ अङ्कल आन्टी आउनुहुन्छ भन्दा भन्दै म कुरिरहेको अहिले आउन अलिक बाहिर पूजापाठमा पनि जानुभएको रहेछ उहाँहरूलाई पनि यहीँबाट नमन विश्व भइरहेका आमाहरूप्रति एकदमै नतमस्तक छु हरेक आमाहरूलाई माया गरौँ त्यो जति ठुलो धर्म केही पनि हुँदैन आमा बुवालाई पनि भनौँ चाहिँ आज आमाको दिन भएर फेरि बाको नाम नलिया भएर माता पिता संसारको सबभन्दा ठुलो भगवान हुन् जिउँदा भगवान हुन् अन्त मन्दिरमा जानुभन्दा पहिला घरका भगवानबाट धाउनु नि अति उत्तम हुन्छ म चाहिँ हिजो आएर आमासँगै बसेँ आमासँगै सुतेँ यसमै मलाई रमाइलो लाग्छ परिवारसँगै बस्नु पाउँदा ठुलो भाग्य पनि ठान्छु अब बाध्यता व्यवस्थाले विदेश जानेहरूको त्यो आफ्नै पीडा छ समस्या छ त्यस कारणले गर्दा त्यसको सम्झिरहनु भएको हुन्छ सबै परिवारलाई सम्झिनु होला यसो के कस्तो छ हाल खबर दिनको एकचोटि भए पनि कल गर्नु होला भ्याउनु भएन भने हप्तामा भने नि तर अपडेट चाहिँ भइराख्नुहोस् परिवारहरू सबैजना त्यस कारणले गर्दाखेरि चाहिँ अब यहाँ नभएपछि भाइहरू दाइहरू भाउजूहरू मेरो श्रीमती मेरो छोरो सबैजना अब छरिएका छौँ सबैजना भेला हुन त्यस्तै टाइम आउनुपर्ने छ जुझ्नुपर्छ त्यस कारणले गर्दा यति नै हो आमालाई मैले दुईवटा आमाहरूलाई औँसीको दिन भेट्नको लागि मलाई ठुलो सपना थियो मिल्यो पनि आएँ पनि त्यही हो मलाई आमालाई चाहिँ मेरो आमालाई गाउँछु फेरि ढोग्छु बिहान बेलुका म आमालाई घुम्न पाउँदा म त ढोगिरहन्छु औँसी दिन ढोल मात्रै हुन्छ अरे जय भाग्यमानी होस् जय होस् सुख शान्ति होस् आँखा छोरो पुगोस् सबैको सेवा र भक्तिमा रहोस् ओके थ्याङ्क यू परिवारको माया आशीर्वादलाई अँगालोमा साथ राखेर साथीभरि सजाएर राख्नु पाऊँ सधैँभरि आमा बुवाहरूको सेवा गर्न पाऊँ ल जय हो जय हो जय हो नमराजको जय हो हाम्रो चाहिँ यहाँ खानेकुरा लाउने कुरा भन्दा पनि लाउने कुरा नि सबै कुरा छ खानेकुरा नि छ यसलाई चाहिँ यही नै भन्न चाहन्छु विशेष गरी मैले मेरो जन्म दिने आमा र कर्म दिने आमालाई पनि यहीँबाट सम्झिन चाहन्छु ससुरालीवासीहरू मलाई धेरै माया गर्नुहुन्छ धेरै सपोर्ट गरिरहनु भएको हुन्छ त्यो स्नेहलाई मेरा ससुराली आमाहरू आन्टी ठुलो आन्टी सानो आन्टी मम्मी ओल्लार पल्लारका मम्मीहरूलाई पनि यहीँ भयो भिडियोबाट सम्झना छ धेरै माया गर्नुहुन्छ ज्वाइँ भनेर एकदमै माया गरिरहनुहुन्छ त्यो ज्वाइँ भन्ने पद पाएको छु तपाईँहरूको कृपाले र तपाईँहरूका
आशीर्वादले सधैँभरि राम्रो सत्कर्म गर्ने मती लागिरहोस्। भगवान्सँग यही आशीर्वाद र मेरो जिउँदो भगवान्सँग पनि यही आशीर्वाद माग्दै अनि हामी सबै परिवार आफन्तहरू मैले भनिहालेँ, नातागोता, मामा माइजू, छरछिमेकीहरूप्रति सबैसँग आभारी हुँदै हामी भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।